हामी त रियल लोकेसनमै खिचाउने हेर्दै धेरै जस्तो फिल्म रियल लाइटिङ सबैभन्दा च्यालेन्जिङ होइन दाइ लाइटिङ कन्सिस्टेन्ट लाइटिङ क्रिएट गर्न एकदमै धेरै च्यालेन्ज हुन्छ एकदमै धेरै छ जस्तो अब अहिले नै मलाई भर्खर आफूले गरेर आएको फिल्ममा अब भदौमा म फ्लोरमा गएँ पानी परिरहेको थियो धुम्म थियो दसैँ अगाडि प्रोजेक्ट सक्छु भन्ने टार्गेट थियो हजुर बिचमा गएपछि एकजना एक्टरको बुवा बित्नुभयो हजुर बुवा बित्नु भएपछि अब ब्रेक त गर्नै पर्यो होइन हजुर अनि ब्रेक गरियो उहाँको मात्रै सिन बाँकी राखेर चाहिँ ब्रेक गरियो अनि त्यसपछि दसैँपछि गएँ दसैँपछि गएपछि आकाशमा बादलै छैन होइन अब त्यो च्यालेन्जले गर्दाखेरि इन्कन्सिस्टेन्ट त मेरो सिन देखिहाल्छ अब मैले न स्टुडियोमा खिच्न सक्छु न मैले त्यो लेभलको बजेट अफोर्ड गर्न सक्छु कि मैले माथिपट्टि क्लाउड कभर निकालेर चाहिँ त्यो एरिया कभर गरेर चाहिँ खिच्न सक्ने भन्ने मसित बजेट छैन होइन अनि त्यसपछि चाहिँ अब मैले मेरो एक्टरलाई चाहिँ मेरो आफ्नो बुवाको चाहिँ 13 दिनको काम गर्न नजाऊ भनेर भन्न मिल्दैन नैतिकताले मिल्दैन होइन मेरो बजेट माथि जान्छ अनि मेरो इन्कन्सिस्टेन्सी हुन्छ भनेर मैले भन्नै मिल्दैन होइन भनेपछि अब त्यो सिनारियोमा यदि मसित सर्टन काइन्ड अफ इक्विपमेन्ट भइदिएको भए सर्टन लेभलको चिज सामानहरू अभाइलेबल भइदिएको भए एउटा सर्टन लेभलसम्म मैले चाहिँ एउटा कन्सिस्टेन्सी दिन सक्थेँ होइन अब अहिले अब कन्सिस्टेन्सी दिनको लागि मैले जति सक्छु त्यति त प्रयास गर्छु पोस्टमा पनि अहिले धेरै कुरा निस्किएको भएको हुनाले जति सक्छु त्यति चाहिँ म प्रयास गर्छु तर गाह्रो चाहिँ डेफिनेटली हुन्छ कि होइन त्यो कति कुराहरू चाहिँ समय परिस्थितिले गर्दाखेरि चाहिँ गर्न सकिँदैन तर कति कुरा चाहिँ अब त्यो रियल लोकेसनमा खिचिसकेपछि घाम गइरहेको हुन्छ त्यो सिन सिद्धिँदैन त्यो समयमा होइन 2 बजेदेखि सिन सुरु गरेको हुन्छ सिनमा हेर्दाखेरि 15 मिनटको सिन हुन्छ भनौँ न त्यो 5 मिनटको कन्भर्सेसन होला या 10 मिनटको कन्भर्सेसन होला होइन तर चाहिँ भने त्यो खिच्दाखेरि त लामो समय लाग्छ होइन इभिनिङसम्म खिच्नु पऱ्यो अब अडियन्सलाई हेर्दा त त्यो घाम कताबाट सुरु भएको थियो कता गइसक्यो यदि अलिकति मात्रै टेक्निकल्ली अवेर अडियन्स हुनुहुन्छ भने त्यो कुराहरू त खड्किहाल्छ होइन अब हामीले सेटमा त्यो क्रिएट गर्न सक्दैनौँ होइन त्यसले गर्दाखेरि चाहिँ अब त्यो च्यालेन्जेस त लाइटिङ इन्कन्सिस्टेन्सीको च्यालेन्जेस त चाहिँ एउटा सिन खिच्दै हुन्छ बादल आइपुग्छ होइन घाम लागेको बादल आइपुग्छ बादल लागेको सिन खिचेर आउँदा घाम आइपुग्छ माथि हेरेर फर्केर कुर्नु भएको हामीसँग कुनै अप्सनै छैन होइन त्यो कारणले रियल लोकेसनमा खिच्दाखेरि धेरै धेरै च्यालेन्जिङ छ भयङ्करै च्यालेन्जिङ हुन्छ होइन तर पनि अब त्यसको आफ्नै एउटा मजा पनि छ एउटा मिठास पनि छ फेरि बाँकी कुरा त नेचुरल देखिन्छ नि त त्यो नेचुरल देखिन्छ बाँकी कुराहरू नेचुरल देखिन्छ त्यो सर्टन कुराहरूसँग हामीसँग अलिकति भइदियो हुन्थ्यो जस्तो फिल चाहिँ हुन्छ होइन त्यो त्यतिखेर वर्स्ट कन्डिसन आयो भनेदेखि हामी स्टुडियोमा जान सक्ने एउटा कन्डिसनहरू भयो अप्सन भइदियोस् उयो गरिदियोस् भन्ने लाग्छ तर अब हामी स्टुडियोमा गएर काम गर्नको लागि हाम्रो इन्डस्ट्री ट्रेन्ड छैन